सन्जिता कता हरायो त? सो गाइज यु माइट थिङ्क होइन म चाहिँ कता छु भनेर। र मेरो यो आउटफिट हेरेर चाहिँ हजुरले गेस गरिसक्नु भएको होला अहिले चाहिँ म नेपाल छैन भनेर। सो यस गाइज, आई एम राइट नाउ इन अस्ट्रेलिया। सो या यु हर्ड इट राइट। अहिले चाहिँ म नेपाल छोडेर आइसकेँ साथीहरू। अब मैले भिडियो अपलोड नगरेको लाइक टन्नै भइसक्यो। त्यो टाइम पिरियडमा चाहिँ मेरो लाइफमा लाइक धेरै कुराहरू भइसक्यो। द्याट्स वाइ आई एम इन हियर इन अस्ट्रेलिया होइन। सो यस गाइज, मेरो भिजा चाहिँ 24 नोभेम्बरमा ग्रान्ट भएको थियो र मेरो फ्लाइट चाहिँ 1 डिसेम्बरमा थियो र म यता चाहिँ 2 डिसेम्बरमा आइपुगेँ। एकदमै हेक्टिक थियो होइन त्यो टाइम मेरो लागि, किन भन्दाखेरि एकदमै म्यामले चाहिँ मलाई चाहिँ विदिन 1 विक सबै सपिङ गरेर यता आइपुग्ने भन्नुभएको थियो होइन। र कारणवश म चाहिँ घर जान पाएन, किनभने 1 हप्ताको मात्रै टाइम थियो, सपिङ पनि केही पनि गरेको थिएन। सो घर गएर भेट्न कसैलाई पाएन। मेरो भाइ बहिनीको पनि इक्जाम चलिरहेको थियो र उनीहरूको सरहरूले नि अलाउ गर्नु भएन कि यता आउन। सो मेरो बाबा मम्मी आन्टीहरू मात्र आइसक्यो यता चाहिँ, अनि आमा चाहिँ उता भाइ बहिनीलाई हेर्नको लागि बस्यो होइन। अनि अब मेरो सपिङहरू चालु भयो होइन। र एकदमै अब रमाइलो नै थियो भनौँ सपिङ गर्नु होइन। अब एउटा केटी मान्छेलाई सपिङ गर्नु भनेको सबसे लाइक खुसीको पल हो नि त। अनि सपिङ गरियो, अनि सपिङ पनि गरियो, हल्का रुगाखोकी पनि लाग्यो होइन, फ्रीमा पाइयो। किन भन्दाखेरि चाहिँ सपिङ गर्दा गर्दा राति हुन्थ्यो, रातिमा चाहिँ फेरि चिसो हावाले छोप्छ नि त, अनि रुगाखोकी हल्का हल्का लागिरहेको थियो। अब आयो 1 डिसेम्बर होइन। सो हजुरलाई चाहिँ मैले सबै मेरो एक्सपिरियन्स के कस्तो रह्यो भन्ने चाहिँ सबैलाई सुनाउँछु। सो होप यु लाइक दिस भिडियो र वाच टिल दि एन्ड होइन। अनि हजुरलाई यदि कुनै लाइक क्वेसन क्वेरी छ भने चाहिँ कमेन्ट गर्दा हुन्छ होइन। सो मेरो 1 डिसेम्बरमा फ्लाइट थियो 11:30 PM रातिको। अनि म चाहिँ 5 बजेसम्म चाहिँ हामी सबै रेडी भइसकेका थियौँ क्या। अनि मम्मीले पनि ल 7 बजे एयरपोर्ट जाने, भिडियो सिडियो खिच्ने, फोटोसोटो खिच्ने, अनि टिकटकहरू बनाउने भन्दै हुइसिन्थ्यो क्या। अनि त्यही भएर चाहिँ 5 बजी रेडी भयो। त्यसपछि चाहिँ वेट लिँदाखेरि चाहिँ ओभर वेट भयो गाइज। मलाई ओभर वेट भयो, म त्यहीँनिर प्यानिक भएर म रोएँ कि एकछिन रोएँ। अनि त्यसपछि चाहिँ मैले कपडाहरू छोड्न सक्दैन थिएँ। त्यति मेहनतले गरेको कपडा को छोडेर हुन्छ त? त्यही भएर चाहिँ मैले स्याम्पू बडी लोसनहरू फालिदिएँ उतै। अनि त्यसपछि चाहिँ वान थिङ इज द्याट मैले यति क्युट पिङ्क कलरको ज्वेलरी बक्स किनेको थिएँ क्या। आई हेभ टु लिभ इट देयर। अनि मलाई अहिलेसम्म ढुँढन मन लागिरहेको छ। यस्तो क्युट थियो नि त्यो पिङ्क कलरको।